जयमसीय दाजुभाइ तथा दिदीबहिनीहरू, आज हामी पवित्र बाइबलको एउटा अत्यन्तै महत्त्वपूर्ण र गहिरो खण्डमा मनन गर्नेछौँ, जुन हिब्रू 10 अध्याय 1 पददेखि 18 पदसम्ममा लेखिएको छ। यस खण्डले पुरानो करारको बलिदान प्रथा र नयाँ करारमा येशू ख्रीष्टले गर्नुभएको पूर्ण बलिदानको भिन्नतालाई स्पष्ट पार्छ। यसलाई हामी यसरी बुझ्न सक्छौँ। 1. पुरानो करारको छाया र नयाँ करारको वास्तविकता। यस खण्डको सुरुमै पद 1 देखि 4 लेखकले भन्छन् कि पुरानो करारको व्यवस्था आउनेवाला असल कुराहरूको छाया मात्र थियो, असली रूप होइन। पुरानो करारमा मानिसहरूले वर्षै पिच्छे दिनदिनै पशुहरूको रगत चढाउनु पर्थ्यो, तर ती पशुका रगतले मानिसको पापलाई सधैँका निम्ति हटाउन सक्दैनथ्यो, केवल ढाक्ने काम मात्र गर्थ्यो। भजन सङ्ग्रह 40 अध्याय 6 पदमा पनि दाउदले अगमबाणी गर्दै भनिसकेका थिए, तपाईले बलिदान र भेटीहरूमा खुसी हुनु भएन। परमेश्वर पशुको रगतमा होइन, तर आज्ञाकारितामा खुसी हुनुहुन्छ। 2. येशू ख्रीष्टको पूर्ण र एकैपटकको बलिदान। पद 5 देखि 10 मा भनिएको छ कि जब येशू संसारमा आउनुभयो, उहाँले पिताको इच्छा पूरा गर्न आफ्नो शरीर अर्पण गर्नुभयो। पुरानो करारका पुजारीहरू दिनदिनै एउटै बलिदान चढाइरहन्थे, तर येशूले हाम्रा पापका निम्ति सधैँका निम्ति एउटै बलिदान चढाउनुभयो र परमेश्वरको दाहिने हाततर्फ बस्नुभयो। पद 12। यसको अर्थ के हो? जब पुजारीको काम सकिँदैनथ्यो, उनीहरू मन्दिरमा उभिएर सेवा गर्थे, तर येशूले क्रुसमा सबै पूरा भयो, यूहन्ना 19:30 भन्नुभएपछि उहाँ बस्नुभयो। यसले उहाँको बलिदान पूर्ण र पर्याप्त थियो भन्ने प्रमाणित गर्छ। अब हामीलाई पाप क्षमाका लागि अरू कुनै पशुको रगत वा धार्मिक विधिको आवश्यकता छैन। 3. नयाँ करारको प्रतिज्ञा र पापको पूर्ण क्षमा। पद 15 देखि 18 मा पवित्र आत्माले हामीलाई गवाही दिनुहुन्छ कि परमेश्वरले यर्मिया अगमवक्ताद्वारा गर्नुभएको नयाँ करारको प्रतिज्ञा अफ यर्मिया 31 अध्याय 33 देखि 34 पद ख्रीष्टको रगतद्वारा पूरा भएको छ। परमेश्वर भन्नुहुन्छ, म तिनीहरूका पाप र तिनीहरूका अधर्मका कामहरू फेरि कहिल्यै सम्झने छैन। जब ख्रीष्टले हाम्रा पापहरू क्षमा गर्नुभयो, उहाँले ती सबैलाई क्रुसमा मेटिदिनुभयो। अब जहाँ पापको पूर्ण क्षमा भइसकेको छ, त्यहाँ पापको निम्ति अरू कुनै भेटी वा बलिदान चढाइरहनु पर्दैन। पद 18। निष्कर्ष, आदरणीय दाजुभाइ दिदीबहिनीहरू, हिब्रू 10 अध्यायको यो खण्डले हामीलाई ठूलो आश्वासन दिन्छ। हामी अब व्यवस्थाको डर र शङ्कामा जिउनु पर्दैन। येशूको रगतले हामीलाई सधैँका निम्ति पवित्र र शुद्ध बनाएको छ। उहाँको त्यो महान त्यागलाई सम्झँदै आज हामी अनुग्रहको सिंहासनको सामु भरोसाका साथ आउन सक्छौँ। परमेश्वरले यो वचनद्वारा हामी सबैलाई आशिष दिउन्। धन्यवाद। जयमसीय।